हजुरकोतिर कतिको चिसो छ? हाम्रो विराटनगरमा त साह्रै चिसो छ। अनि चिसो मौसम आएसँगै यो हिटरको र जुन गिजरको प्रयोग हुन्छ त्यो बढ्दै बढ्दै जान्छ। आजभन्दा लगभग 2 देखि 3 वर्ष पहिलाको कुरा, सबैले न्युज सुनेकै कुरा होला। एउटा घरभित्र 4-5 जना सुत्नु भएको थियो अनि बिहान उठ्ने बेलामा उहाँहरू थाहा नै नपाइकन मर्नुभयो भनेर। अनि अर्को भनेको चाहिँ कति कलेजहरूमा पनि केटाकेटीहरू जुन गिजर भएको बाथरुममा नुहाउँदै गरेको हुन्छन्, त्यति बेला चाहिँ मान्छे मरेको न्युजहरू आइरहेको हुन्छ होइन। आज चाहिँ हामीले यो भिडियोमा यो किन हुन्छ, कुनै पनि सङ्केत नदेखाइकन कसरी हुन्छ अनि हामी यसबाट कसरी जोगिने भन्ने विषयमा चाहिँ मजाले कुरा गर्छौँ। सबैभन्दा सुरुमा बुझौँ है त, जुन हामीले ग्यास गिजर प्रयोग गर्छौँ त्यो ग्यासमा जुन एलपिजी ग्यास हुन्छ, केही कुरा बल्नको लागि के चाहिन्छ भन्दाखेरि अक्सिजन चाहिन्छ भन्छौँ कि। जस्तै अब हजुरले हिटर बाल्नु भयो अथवा चाहिँ ग्यास गिजर चलाउनु भयो भने हाम्रो जुन इन्भाइरोमेन्टमा त अक्सिजनको मात्रा कम छ नि त, त्यो कारणले गर्दाखेरि हाम्रो कार्बन मोनोअक्साइड भन्ने एउटा तत्त्व बन्छ। जुन हाम्रो रगतमा चाहिँ अक्सिजन बाँधिनु पर्ने हो त्यो रगतमा चाहिँ कार्बन मोनोअक्साइड बाँधिन्छ। कार्बन मोनोअक्साइड भनेको हजुरको शरीरमा यति तागतिलो तरिकाले बाँधिन्छ नि, त्यो भनेको चाहिँ हजुरले जति अक्सिजन लिए पनि त्यो छुट्दैन कि। तर हजुरले त श्वास प्रश्वास त लिइराख्नु भएको छ, मुड फोक्सो त चलिरहेको छ। यसले चाहिँ फोक्सोमा श्वास प्रश्वास लिने बेलामा सुरुमा केही पनि असर गर्दैन, तर हजुरको जुन भित्री अङ्गहरू हुन्छ त्यसलाई चाहिँ भित्र चाहिँ बिस्तारै बिगार्दै गइरहेको हुन्छ। त्यही भएर चाहिँ कुनै पनि सङ्केत देखिँदैन र मान्छेलाई सिधै मृत्युको मुखमा पुर्याउँछ। मान्छेलाई नुहाउने बेलामा थोरै थोरै लक्षण चाहिँ देखिरहेको हुन्छ, जस्तो थकाइ महसुस हुने अनि निद्रा लागे जस्तो हुने अनि कहिलेकाहीँ चाहिँ अल्छी लाग्ने। यो सबै भनेको हजुरले ग्यास्ट्रिकको कारणले गर्दाखेरि हुन्छ अनि मेरो बिपी कम भएर होला भन्ने तरिकाले सोच्नुहुन्छ, तर यो भनेको चाहिँ यो सबै कारणले गर्दाखेरि भएको हुन्छ। अनि हजुरले त्यो वास्ता गर्नुहुन्न अनि त्यही बिस्तारै हजुर त्यही बाथरुमभित्र ढल्नुहुन्छ अनि त्यसपछि मान्छे सकियो। अझ हाम्रो सबैभन्दा नराम्रो बानी चाहिँ के हो भन्दा चाहिँ चक्कर आयो भनेपछि हामी त्यही बाथरुममा बरु बस्छौँ कि बाहिर चाहिँ निस्किँदैनौँ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ त्यो सबै वातावरणले गर्दाखेरि हजुरलाई गाह्रो भएको नि त, हजुर त्यहाँबाट निस्किने बारे सोच्नुहुन्न अनि त्यस पछाडि हजुर लक्षण नदेखाइकन डल्नुहुन्छ। यस्तै कुरा चाहिँ हिटरमा पनि हुन्छ। हिटरमा चाहिँ हजुर चिसो हुन्छ भनेर बन्द कोठा जाँदा त्यति झ्यालहरू लगाएर सुत्नुहुन्छ अनि बिहान उठ्ने बेलामा उठ्नै सकिँदैन। अब यसबाट बच्नको लागि के गर्ने? बाथरुममा चाहिँ राम्रो भेन्टिलेसन हुनु पर्यो। अब जुन हामीले पङ्खा राख्छौँ नि बाथरुममा, त्यो भनेको चलाउनु पर्यो, चल्ने पङ्खा हुनु पर्यो, त्यो देख्नलाई मात्र भएर भएन। अनि हजुरको साँघुरो बाथरुम छ भने चाहिँ ग्यास गिजर बाहिर राख्ने अनि त्यसपछि पानी तताएर नुहाए पनि बाथरुमको ढोका खुलै राखेर नुहाउँदा पनि केही फरक पर्दैन। अनि नुहाउँदै कुनै यस्तो मैले माथि भनेको लक्षण देखिएको छ भने बाहिर निस्किने। अब हजुरहरूले कोही मान्छेलाई यस्तो अवस्था भेटाउनु भयो भने के गर्ने भन्ने कुरा, सर्वप्रथम त त्यो मान्छेलाई त्यो बाथरुमबाट अथवा चाहिँ त्यो बन्द कोठाबाट निकालेर चाहिँ फराकिलो ठाउँमा जुनमा चाहिँ हावा ओर्दोर गर्छ, मजाले हावा आउँछ त्यो ठाउँमा लानु पर्यो। अनि त्यस पछाडि उसको कपडा भनेको खुकुलो बनाउनु पर्यो अनि सकेसम्म छिटोभन्दा छिटो हस्पिटल पुर्याउनु पर्यो। यो गिजर र हिटरको कारणले गर्दाखेरि हुने जति मृत्युहरू छन् अधिकांश मृत्यु भनेको चाहिँ बचाउन सक्नेछन्। त्यही भएर चाहिँ यो भिडियो बनाएको। यो भिडियो आफूले पनि हेर्नु होला र घरमा कसैले यस्तो हेलचक्राइ गर्नुभएको छ, खेलचारी गर्नुभएको छ भने उहाँसँग यो भिडियो पुर्याइदिनु होला।